हेलो साथीहरु गुड मर्निङ ह्याप्पी सन्डे सबैजनालाई यहाँहरुको दिन शुभ रहोस्। आज चाहिँ म नुन चिया बनाउँदै छु। यता चाहिँ दिन राम्रो छैन, बाहिर पानी पर्दैछ र एक साइडमा म चियाको कलर निकाल्दै छु, एक साइडमा दुध उमाल्दै छु साथीहरु। यो चाहिँ सोलुको चिया भन्दा पनि हुन्छ किनकि सोलुतिर एकदम प्रख्यात छ र मिठो हुन्छ साथीहरु। यसमा नौनी घिउ राखिन्छ, नौनी घिउको सट्टामा घिउ राख्दा पनि हुन्छ। मैले घिउ राख्दै छु। यो चाहिँ पोखराबाट आएको घिउ हो र चम्बा मकै भटमास जौको पिठोलाई चम्बा भनिन्छ साथीहरु। यो 1 चम्ची राख्ने, यो चाहिँ मुस्ताङबाट आएको हो र गाउँघरमा चाहिँ यसरी उमालेर फिर्के लगाइन्छ साथीहरु। तर अब यहाँ फिर्के छैन, मिक्सरमा मिक्स गर्दै छु। यसरी बनाएको चिया यति मिठो हुन्छ कि एकपटक खाइसकेर स्वाद थाहा पाए घरले फेरि फेरि पनि खान मन गर्छ साथीहरु। र तपाईहरु पनि बनाएर खानु होला। दुब्लो पातलोलाई चाहिँ एकदम राम्रो हुन्छ, मोटाइन्छ। आज चाहिँ हाम्रो मर्निङ ब्रेकफास्ट हो साथीहरु यो चाहिँ। थ्यांक यू फर वाचिङ माई भिडियो।